आज यो निन्चिसोको बारेमा केही जानकारी। निन्चिसो भनेको डिमेन्सिया। निहोन देवा कोरेइका गा सुसुमी निन्चिसो नो कोरेइशा गा तोतेमो फुएते इमासु。調査によると2012年には462万人になりました。認知症ではいろいろな原因で脳の細胞が死んでしまったり働きが悪くなったりしていろいろな障害が起こるため生活に問題が出てきます。日本ではजापानमा कोरेइका गा सुसुमी भनेको बुढाबुढीहरूको पपुलेसन धेरै भएर निन्चिसो नो कोरेइशा गा तोतेमो फुएते इमासु हैन। निन्चिसो भएका बुढाबुढीहरू वृद्धहरू चाहिँ धेरै नै बढ्दो अवस्थामा छ। चोसा नि योरुतो चोसा भनेको सर्वे को अनुसार चाहिँ 2012 देखि 46,20,000 मान्छेहरू चाहिँ यो डिमेन्सिया भयो भनेर चाहिँ निकालिएको छ। निन्चिसोमा चाहिँ निन्चिसो हुनुको कारण चाहिँ इरो गेइन छ हैन। डिफ्रेन्ट रिजनहरू छ, जस्तै कि ब्रेनको साइबो भनेको सेल्सहरू मरेर जानु हैन, जस्ता रिजन भयो। अर्को एउटा के छ त हताराकीगा वारुको हैन, साइबो त केही पनि भएको छैन सेल्स, तर पनि काम चाहिँ राम्रोसँग गरिरहेको छैन। इरो बाधा हैन, डिफ्रेन्ट टाइपको बाधाहरू भएर चाहिँ सेकचुनी मोन्दाइगा देतेकिमास हैन। त्यस्तो चीजहरूले त्यस्ता खालको रिजनले गर्दाखेरि चाहिँ हाम्रो लाइफमा चाहिँ धेरै चाहिँ प्रब्लमहरू आउने गर्छ।